प्लस साथीहरू आज तपाईँहरूलाई मयूर देखाउँछु। उदयपुर कटारी 7 मा गडीकोटमा रहेको मेरो फार्म हाउसमा कृषि घरमा यसरी आउँछ मयूर। हेर्नुहोस्, मेरो फार्म हाउसकै नजिकको छेउछाउको रुखतिर बस्ने गर्दछन्। टन्नै आउँछन् मयूरहरू। फरक फरक समयमा फरक फरक पाटोमा मैले भिडियो खिचेको छु है त। कुनै बेला बथा नै देखाइदिन्छु तपाईँहरूलाई, लाइभै देखाइदिन्छु। भर्खर वाइफाई जोडेका छौँ हामीले वाइफाई जोडेका छौँ गाउँमा। यसरी चाहिँ नि मयूरहरू आउँछ। कहिले मैले पोर्ट्रेट खिचेको छु, जुम गरेर पोर्ट्रेट भिडियो लिएको छु क्लोज सटबाट। नजिक गयो भने त भागिहाल्छ, टाढाबाट अलिकति 4K भए पनि अलिकति रेजुलेसन चाहिँ पुग्दैन। यहाँ त बथा नै आउँछ, टन्नै आउँछ यहाँ। अझ तल माइलाले बाँदर धपाउनका लागि के पड्काइदिन्छ र अलिक भड्केका छन् सबै पशुपक्षीहरू। अब उसलाई पनि नपड्काइ नहुने, खेतीपाती बर्बादै पारिहाल्छन् फेरि। ल कुनै बेला लाइभ देखाउँला। अब संरक्षण गर्नुपर्छ। समाजमा समझदारी आइदियो र चेतना प्रस्फुटन भइदियो भने त 77 जिल्लामा नभएको म गरिहाल्छु नि। त्यसै एक महिनामा 17-18 जना मेयर साहब र 7-8 जना मन्त्रीज्यू भेट्न आउँछन् त। मन्त्रीसँग फोटो खिच्नु जाने होइन क्या, मन्त्रीहरू आफै आउनुहुन्छ। त्यस्तो हामीसँग जादु छ। फेरि भ्रष्टाचार सम्झिनु होला, भ्रष्टाचारको भय पनि हामी जान्दैनौँ, पार्टीका मान्छे पनि होइनौँ। हामी देशको मान्छे हौँ। प्रकृति संरक्षण सम्बन्धी काम गर्ने हामी कलाकारहरू कला गर्छौँ। कला हेर्नलाई आउने हो कि कला हेर्नलाई